सामान्य सांस्कृतिक परिवारको टोली भाइटिका लगाउने क्रममा आज हामी पुच्छर घरबाट सुरु गर्दैछौँ। दुईटा हा गर्न चाहिँ मेरो बहिनी मैले दुईटा चाहिँ पालै पालो गरिन्थ्यो। एक ग्रुपको लगाइसक्यो अर्को ग्रुप बसिन्थ्यो। हाम्रोले बिर्सिहाल्नु छ म त छिरेर अङ्गुली बस्नु न सबैले खोइ खोइ बहिनीको ए लु बस्नु गरेर नि त बेहुला र बेहुली बस्ने ठाउँको चाहिँ कता लग्यो केटा बेहुला लु न गाठे माइला ला त्यो मैले हो गर्नुपर्छ अहिले चाहिँ भित्र लाउँछु भने त्यो मेरो ठाउँ बनेन नि फेरि त्यो गरेको त्यो होइन त्यो बोलेको होइन के त्यो त्यस्तो गर्दाखेरि चलेको त्यसरी लगिन्छ नि त त्यो भएको हो यताबाट गर्दिनु फोटो मिस्टेक थोडो घाम आउँदै त सुनेर सबैहरुलाई चाहिँ गरेको भदिहरुलाई लाइदिनु भदि केटामाटीहरुलाई थियो केटाहरुलाई के गर्दै मैले लगाइदिएको मैले त्यो टिका यो यता सुनि अब छोरी मान्छेलाई अप्ठ्यारो पर्दो हो कि बुढी र छोरीले सारी लाग्यो कि टक्कै 1 घण्टा 20 मिनट लाग्यो 1 घण्टा 20 मिनट ओके 1 घण्टा 20 मिनट लगाएर सारी लगाइन्छ के फेरि सारी सबै मगन चाहिँ सारी मागेर ल्याएको चाहिँ होइन उपहार दिँदैन सारी लाउनु खोजे खाएको क्या सारी लगाइन्छ के हेलो सेतना टल्दै घाटे बजेन्दै बनाउनु ए पाएको खट्ट बेरेर सुत्ता हिँड्नु भयो सामान्य सांस्कृतिक परिवारको फ्यामिली पुच्छर घरमा छौँ हामी आज बिजुराटको घरमा। अब यहाँबाट हाम्रोबाट सन्तोष सरकोबाट गोथान हुँदै हामी लास्टमा 14-15 घर छौँ उज्यालो हुन्छ होला। अब यहाँ झरेको यत्रो टाइम हो होइन यस्तो छ सामान्य सांस्कृतिक परिवारको फ्यामिली है यो चाहिँ पुच्छर घरमा छौँ अहिले हामी बिजुराटको। अब यहाँ सकेर हामी हाम्रोमा जान्छौँ हाम्रोबाट सन्तोष सरकोमा गोथान मिलन भान्जाहरूकोबाट उता लामघरे नवीन माइला भजना परिवारकोतिर त्यस पछाडि हामी जान्छौँ दाजुकोमा त्यस पछाडि दिपकहरूकोमा झर्छौँ त्यस पछाडि अस्ट्रेलियाहरूकोमा त्यस पछाडि छन्दाहरूकोमा हामी एन्ड गर्दैछौँ यसपालि चाहिँ 2022 सालको दिपावली। सुभाष कान्छाको घरमा है 2022 सालको हाम्रो सामान्य सांस्कृतिक परिवारको टोली यहाँ पुगेछ। यहाँ हुँदै यहाँबाट छक्कै कता जानु हाम्रो उहाँहरु मलाई तातो पानी तताइदिँदैछ खुच्चीले तिहार यसोले मेरो नरमाइलो भने तातो पानी खाएर हिँड्दै गराइछ। दुईटा हा गर्न चाहिँ मेरो बहिनी मैले दुईटा चाहिँ अब म त गाउने भने त्यही हो।